खाने बेलामा चाहिँ पद खाने बेलामा चाहिँ सबै चिज बिर्सिने, पद गएपछि राजा चाहियो। नवराज सुवेदीको घरमा उहाँलाई हाउस एरेस्ट राख्ने निर्देशन चाहिँ कसको? हामीले हाउस एरेस्ट राखेको छैन, लिगली रूपमा त्यो गरेको पनि छैन। 12 जना प्रहरी चाहिँ लिएर गएर त्यहाँ के गट्टा खेलाको? राजतन्त्र किन समाप्त भयो? राजतन्त्र समाप्त हुनै पर्थ्यो जस बेला तपाईहरुलाई राजा बनाउन। मलाई भ्रष्टाचारी भनेर त भने नि त भन्छन् नि, तपाईलाई त सुन तस्कर भन्छन्। सुनकाण्डको छानबिन अब अघि बढाउनुहुन्छ। गृहमन्त्री, तत्कालीन गृहमन्त्रीले त आयोगको रिपोर्टै लुकाइदिनु हो, अब सार्वजनिक गर्नुहुन्छ। बिस्तारै हुन्छ त्यसो कहिले? बिस्तारै हुन्छ। कहिले? यो तिथिमिति गरेर त भन्नुपर्छ। मैले तपाईसँग पर्यो नि, जनतालाई नभने कसलाई भन्नुहुन्छ? जनताले मत दिएर तपाई मन्त्री हुनु भएन हो। बडो गजब सुनिन्छ है तपाईहरुको कुरा। हामी धार्मिक मान्छे नि, धर्ममा विश्वास गर्ने रीति। धार्मिक हुनु त राम्रो, अन्धविश्वासी हुनु चाहिँ राम्रो होइन। कति राजा भए? अहिले त झन्डै 1000 जति। कार्यपालिका चाहिँ यो व्यवस्थापिका प्रति सधैँ उत्तरदायी हुनुपर्छ। तपाईँ त यति नालायक रे, प्रधानमन्त्रीलाई लेखा समितिमा बोलाउन पनि सक्नुहुन्न, जबकि राज्य व्यवस्था समितिमा उहाँ गएर जवाफ दिनुहुन्छ अरे। तपाईँ वरिष्ठ नेताहरू हुनुहुन्थ्यो 9 जना, तपाईँ जतापट्टि फर्किदियो, जतापट्टि लाग्दियो त्यो बलियो खेमा बन्थ्यो। तर तपाईँ चाहिँ म मात्रै होइन, तर तपाईँ चाहिँ बाँदरको पुच्छर जस्तो लौरो न हतियारको भूमिकामा रहनुभयो। 5 मिनट बोल्यो, 5 मिनट जान चाहिँ आउन, अनि भूमिका भन्दाखेरि 5 मिनट। त्यस्तो चाउरिएको मरिज भएर तपाईँ किन बस्ने त भने? छोडिदिनुहोस् न त्यो सभा। पाहाड छोड। अहिले मैले किन छोड्दैन भने जहिलेसम्म म बस्छु त्यस बेलासम्म कमसेकम मेरो खर्च पर्छ त त्यसले दिएछ। ए तपाईलाई जनताको करबाट तपाईको घर चल्छ? घर छैन। वामदेव अर्को अन्तर्वार्ता गर्दा तपाईलाई मैले यही देखाएर फेरि सोध्नु नपरोस्। पर्दैन। मलाई नेताले बोलेको साँच्चै फुल कम्प्लिमेन्ट हो। विश्वासै लाग्दैन भने तपाईले यो विषयमा के गर्नु भएछ भने सामान्य मैले डाटा खोजेर ल्याएको होइन। यो बीचमा संघीय संसदमा मात्रै 6 पटक विश्वासको मत लिने काम गर्नु भएछ प्रधानमन्त्रीहरूले। यो के नाटक मञ्चन गर्यो? तपाईलाई बाँच्नलाई जागिर दिनलाई हामीले किन बोकेर बस्ने त? तपाईलाई निकाल्दिने ताकत छ भने निकाल्दिने। छोडिदिनुहोस् न, मैले जे योगदान गरेको छु। नेता निकाल्ने ताकत हामी जनतासँग भएको भए मैले काम गरेको छु। कुन अवस्था? नेता भ्रष्ट हुने, नेता मोटाउने, जनता दुब्लाउने, यो अवस्था परिस्थिति होइन। तपाईले भनेर चाहिँ हुन्छ? कसले कस्तो कुरा गर्नुहुन्छ? कसले बनाएको यस्तो?